हेलो 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 नमस्ते नमस्ते के हो पानी हाल्दै पानी हाल्दै अलि मुनिबाट हाल्नु मुनिबाट उता सेउतिर सबै मिलाएर हाल्ने बिस्तारै है ल सबैतिर मिलाएर कि सागै टिप्ने कि नभए मुला लगाएर आलु मुला यसो मसेर हालेर झोल हाल्ने बरु भुइँला चाहिँ नि होइन भोलि बिहान अलि साग टिप होइन यो पालुङ्गो र मेथी मिसाएर यसो टिप न ग्यान्टी स्यान्टी टाका टुकुन पारेर टिप यता माथि राख न त्यहाँ बाटो नराख अनि अहिले बेलुकालाई चाहिँ यो मुला एक दुईवटा टिपेर अनि मुलाएर अनिखेरि मस्याउ र आलु हालेर अलि ठिक्क मिलाएर टिपे हुन्छ धेरै टिप्नु पर्दैन ठिक्क मिलाएर यसलाई पुग्ने छ भने टिप्नु न छ ए मुलै पकाउने हो यो साग त भोलि बिहान अलिअलि झोल हाल्यो भने पुग्छ छैन सकिसक्यो अब यहाँ नि एक दुईवटा सानो सानो मसिनो मात्रै छ सर्लक्क हाल्ने सर्लक्क बिस्तारै भाँच्यो क्या त्यो ठुलो अब अहिलेको अफ सिजनको त्यो ए भाँचेको ल अर्को एउटा नि पुग्छ त्यतिले पातो छिपेको डाँठ नहाल्ने अर्को हाल्ने ल अर्को हाल्ने नि एउटा सर्लक्क बिस्तारै चुट्यो खोइ यत्रो रहेछ यो पनि पुग्ला है पुग्छ त्यतिले धेरै पकाएर नि के गर्नु अब आसामी कहाँ गयो त दिउँसो घरमा हुनुहुन्थ्यो त कहाँ जानुभएको छ सपिङ गयो क्या घर जानलाई त्यो त घर जानलाई सपिङ गयो जस्तो लाग्यो त दिउँसो देखेन अब भर्खर आउनु भयो तपाईँ त्यो पानी उयो गर्ने बेला उता अलिकति एक दुईवटा लसुन पनि चाहिन्छ न त मिठो हुन्छ नि अलि लसुन पनि उखाल पुग्छ ए बक्कुला छन् त बक्कुला फल्या त सब यस्तो भइसक्यो झाडियो के अरे लाई लागेर रुगर के टिप्नु त सागै टिप्नु त होला नि अब धनियाँ नि सब फुलिहाल्यो काउली नि सक्यो अब के टिप्नु त खै त होइन अलिकति त्यो गान्डेको यता छ नि नभए ठुल्ठुलो है यता छ ठुल्ठुलो अलिकति यो अनि के अरे यो पालुङ्गोको चम्सुर पालुङ्गो अलिकति यो मेथी यो भोलि बिहानलाई हुन्छ त्यो मिलाएर टिप अनि अलि आलु मुला पकाउँला त्यो अलिअलि टिप अनि त्यो पालुङ्गो टिप अलिकति यो भोलि बिहान मिसमास गरेर अनि फेरि झोल हाल्ने त हो नि हो अलिअलि पालुङ्गो यो टाको पारेर त्यो फुल्या जस्तो टाइपको यो मेथी अलिअलि टिप हो त्यतातिर त्यो लामो ठुल्ठुलो जस्तो टिप यहाँ त पुगिहाल्छ नि यस्तोलाई पानी सङ्ग्रङ्गै सुकिसक्यो फेरि पुगेन के टिप्ला फेरि हजुर धनियाँ ल टिपेर सुकिसक्यो धनियाँ सबै डाँठाइसक्यो छिपेर पुग्छ अब के यिनीहरू र कोठामा बसी खाजा खान लाग्यो एउटा बारीमा गएर पानी हालेर आउने एउटा भर्खर स्कुलबाट आउने के उसलाई त मैले त म कति फ्री दिन्छु मलाई भने टेर्दैन स्कुलबाट आउनु बित्तिकै होमवर्क नगरेकन बारीमा पानी हाल्न लगायो उ गरेर लगाएर लिएर गयो पानी हाल्न त होइन दङ्गे पर पानी कति बजी अब माथि आएर उ गरेर त हाफ होलिडे अनि फेरि ल म त लगाउँछु उसलाई ल के फेरि के हो यस्तो कति खानुपर्ने हो अलिक सानो टुक्रा खाऊ म खाँदैन राख्छु उसले ल एउटा आदि अलिकति मात्रै खान्छु अलिकति राख्छु पुग्छ वाह खाऊ भोलि बस्ला हुन्छ नि ज्ञानी हुनु पऱ्यो भन्ने चिज ल्याइदिनु पर्छ ज्ञानी नभए त कहाँ ल्याउनु स्वाद यस्तै हो डार्क चक्लेट हो नि त ओहो मामु जाने साग केलाउनु थाल्यो पहिल्यै बिस्तारै पकाउने पकाउनु त मै त होला नि अब के हजुर पकाइसिन्छ त आज मामुजान मिठो बनाइसिन्छ भन्ने फेरि पकाउनु चाहिँ कहिले नतम्सिने ल अन्त गाइजहरू मिठो बनाउने जहिले मलाई पकाउनु लाउने कहाँ हुन्छ त त्यसरी मिठो बनाउनु पकाउनु त गरेछु मिठो हुन्छ त नि ल बिहानमै बेलुकानीमै यो मुलाको सक्क यो अहिले उ गरेर सर्लक पखालेर राख अहिले म पकाउने बेला नि हेरौँ अब आलु काट गोलबेडा उ गरेर सबै कुरा गोलबेडा छ होला नि छिप्पा चाहिँ नहालौँ पातहरू डाँठहरू किन हाल्ने त हाल्नु पर्ने हो छिप्पा होइन पात भने मैले त्यो डाँठा राखेर डुबो त भोलि खानुहुन्छ घाममा
पात्नी भित्रभित्र कमल हाल राखेर भोलि खाउनुहुन्छ यसो घामतिर बसेको बेला होइन त्यो भित्रभित्रको त्यो कमल हाल धेरै नहाल मसुर हाल्नु भएपछि राख न भोलि खाउँला नभए गरौँ ल गाइस हाम्रो चाहिँ अब अघि टिपेकै मुला आयो हो यसो हुँदैछ आलु मुला टाकन टुकुन पारेर हो हाकिम साहब के छ खाइयो नि चक्लेटी खाइयो ऊ पनि खाइयो पढ्ने बेला चाहिँ त्यस्तै हो होइन खान्जेल मात्रै हो हाकिम साहब पनि आलु त छैन जस्तो मामदन 2टा 3टा कता रहेछ 3टा मात्रै रहेछ 4वटा मात्र लाग्छ अरू पुग्छ भोलि बिहान सागा पिठो हाल्ने झोल हाल्ने पिठो हाल्ने झोल हाल्ने के गर्ने रे के गर्ने यता हेरेर भनौँ त ल पिठो हाल्ने झोल हाल्ने पिठो राख्ने झोल हाल्ने ल गाइस हाम्रो तरकारी चाहिँ मस्यौरा मुलाको साग मुला आलु लसुन खोइ त लसुन खोइ गोलबेरा खोइ एन्सर भनेको चिज आफूले खोज्दै गएपछि भेटिन्छ ठिक्क पगाडि आउने नि होइन मोबाइल हेर्ने पनि होइन हेर्ने खोज्ने गर्ने आउँदै आएन भने फेरि केबाट हुन्छ त्यसको सल्युसन पछि हो पहिला च्याप्टर पढ्ने पाठ पढ्ने त्यहाँबाट निक्लिहाल्छ नि एन्सरहरू भन्ने चिज हेर्दै नहेर्कन उड्ने नगरिकन कहाँ हुन्छ लसुन खोइ गोलबेडा काटेर हिँड्छ यो मामु त पक्क के भोग लगाइसक्यो अरू के खुलुत्त दाल र भात के अरे यो उमालिदिनु मात्रै त म के उमालिदिउँ मात्रै मसला आलु मुला हालेर तातो पानीमा भुक्लुक्क पारेर अनि फेरि के को उफ्राफ हो पकाउने दुःख गयो भने चाहिँ म उसलाई पो उफ्राफ छ त त्यत्तिकैलाई हाम्रो काउलीको सुकुटी पनि तयार भयो गाइजहरू काउलीको सुकुटी लट यता तयार भयो अर्को लट यहाँ सुक्दैछ काउलीको सुकुटी पाक्यो होला हौ तरकारी अब यसलाई होइन अलिकति बाउला निकालेर हामीलाई चाहिँ पिरो हाल्नु पर्छ है बाउला 1 कचर भएर अलिकति भए त 1 कचर भए पुगिहाल्छ अनि बाउला अलिकति निकालेर हामीलाई पिरो हाल्नु पऱ्यो मसला नि हाल्दा ठिकै हुन्छ अब पाक्यो होला अब मसला हालेर नि 1 सिटी लगाइदिनु पऱ्यो नि त फेरि मसला नि हाल्नु पऱ्यो 1 सिटी लगाइदिनु पऱ्यो के काटेर कुकर चिसो लाग्यो पानी सानी खाने उ गर्ने के ल्याएको थियो खै कस्तो देखाउ भने त्यहाँ भित्ला यहाँ चाहिँ सबै बक्सहरू त किन चाहियो पेन्सिल र उफु भने त के अरे जुन भयो नि हुन्छ त्यहाँ स्कुल बाबु आफ्नो काम गर्ने नि अब आफ्नो काम गर्ने फेरि आफ्नो काम गर्ने मैले अब तरकारी पाक्दैछ तरकारी पाकिसकेपछि अनि फेरि म मेरो काम गरौँला तरकारी छड्किनु लाग्यो आलु मुला चिरिप्प पारेर अब अलिकति बाबुलाई निकालेर पिरो हाल्नुपर्छ गाइजहरू है पिरो यहाँ आफ्नै बारीमा फलेको अकबरे खोर्सानीको धुलो हालेर अनि के गर्नुपर्छ सप्राक के गरेर मामा अलिक बेसकन भनौँ न दिउँसो त्यत्रो अन्डा चिउरा खाजा खाँदै होइन त्यही भने त्यत्रो अन्डा चिउरा खाजा खाँदिएको त्यही पनि छैन गरौँ हामी सब दङ्गे पऱ्यो नबसौँ आफ्नो काम सकौँ आफ्नो काम सक्ने काम आफ्नो काम सकौँ मोमो काम के हो अब खाने मतलब आजको भातै नखानु अहिलेको काम भने नि अब एकछिन बस्ने कामलाई बसौँ मेरो यतापट्टिको मेरो काम हाकिम साहबको काम यहाँ मोमो उसको चाहिँ अब यहाँ आफ्नै काम कपाल केलाउने बस्ने यो साँझ कपाल तान्ने उ गर्ने केलाउने उ गर्ने गर्दा भातदेखि लिएर जहाँ पनि कपालै कपाल त्यही भएन यसरी के भन्छ नि यसको आमा छोरा एमी बनाएको कसले हो अरे मामुले पकायो र बाबाले पकाएको त जहिले एमी हुन्छ नि हुँदैन अनि गाजर आजको हाम्रो अलिकति यहाँ भुटान छ भुटान त्यो अनि फेरि आलु मुलाको तरकारी भोलि लाग्यो म ठिक हालेँ भात ठिक हाल खाँदा नि खायो हुन्छ अन्डा चिउरा नि खाएको होइन पेट गुम्म भएको चाहिँ ठिक हालेन आज ल गाइजहरू आजको चाहिँ हाम्रो यस्तै छन् टाकन टोकरी यो चाहिँ भोलिको लागि साग यो भोलिको लागि सलाद दिउँसो भोलिको लागि मेरो डाइट हो मुलाको साग विथ बिर्यानी नुन यताउति हालेर थोरै हालेर ठिक हाल्यो मलाई चाहिँ अनि
लगाइजहरू हामी खान थाल्यौँ हस्त नमस्ते यति दिनसम्म हेरिदिनु भएकोमा धन्यवाद बाई 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 बाई